यो चाहिँ बुट्टा बनाउँदै गरेको हो त्यसै स्टाइल यो चाहिँ कुन चाहिँ स्टाइलको खाब्जे हो स्टार फिस खाब्जे ह्याप्पी लोसर ह्याप्पी लोसर अर्को स्टाइलको पनि बनाउन लु मामा छिटो खालको हुन्छ फेरि मामालाई त हो यो खाब्जे बनाउँछ अम्मा यहाँ त खाब्जे त यसरी खायो हो अम्मा त्यहाँदेखि त भरै त कोपी हुनेवाला छ त खाब्जे त सानोको पनि हुन्छ यो बनाउनु न भनेको काटेर एउटा बनाउन यो चाहिँ सबै मम्मीले बनाएको यता अम्मा यो त अन्त कतिवटा छ एउटा त निकै गर्नु सक्दैन यो त 20-30 चाहिँ होला है यसमा यता कटाइ स्टाइल चाहिँ मामाको चाहिँ निकाल्न एउटा काट्नु नि त्यहाँदेखि भइहाल्छ मम्मी यो चाहिँ कति मिनेट जस्तो राख्नुपर्छ तेलमा 2-3 मिनेट राख्नुपर्छ ए त्यहाँदेखि चाहिँ उयो हुन्छ त्यहाँदेखि चाहिँ राम्रो पाक्छ ए हेर्नुहोस् त गाइस यो चाहिँ पुरा शेर्पा लोसरको लागि खाब्जे बनाउँदैछु भोलिको लागि ह्याप्पी लोसर सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला फेसबुकमा युट्युबमा सबैजनाले माया गरिदिनु होला गाइस उता मम्मीले भन्दैछ सबैजना लाइक सब्सक्राइब गरिदिनु अरे उसको च्यानलमा अनि कस्तो बनाएको छ यता भिडियोमा हल्का हेरेर खाब्जेहरू हो यता फलो पनि गरिदिनु होला फलो पनि गरिदिनु अरे उसलाई यता चाहिँ अब यत्रो ठुलो उयो छ हो ठुलो रोटीको उयो बनाएको छ अब यता चाहिँ पुरा साइनसँग बनाउँदैछ खाब्जे चाहिँ मामाले यता चाहिँ मामा सानो मामा यो चाहिँ कुन चाहिँ कटिङ हो अब चाहिँ यो चाहिँ कम्ती उइसो गर्दो रहेछ निम्की अब निम्की चाहिँ यसरी काट्दो रहेछ सानो सानो लो मामा कसरी काट्छ निम्की देखाउँ त यता भेटिहाल्यो छिल्लप यहाँ आउनु त भिडियो बनाउनु मामा म बनाउँछु यहाँतिर अब देखाउँ ल मलाई यता यता देखाउन गाइस निम्की चाहिँ हेरे कसरी बनाउँछ यता यसरी सानो सानो काट्नुपर्छ यतिको त्यसो गरेर यस्तो ठाउँ काट्नुपर्छ होइन यसरी हो त्यसो निम्की चाहिँ यस्तो स्टाइलमा हुन्छ गाइस यो चाहिँ पुरा मम्मीको स्टाइल हो नि फेरि बनाइ चाहिँ यी हेर त देख्यो निम्की चाहिँ यसरी बनाउँछ म चाहिँ फर्स्ट टाइम है निम्की बनाएको आज सक्यो अब देखायो गाइस यो चाहिँ लास्टमा यहाँ चिरा एक चिरा यसरी पोल्नुपर्छ कार्टुनमा पनि देखाइदिउँ
कि पुरा चट्ट टेक्लो छ यता एकखेप देखाउँ त देखियो यो चाहिँ यसरी चिरा बनाएर चाहिँ अब यसरी चाहिँ यसरी यसलाई चाहिँ चुडिहाल्छ आफै यसरी चुड्छ हो अब यसलाई चाहिँ छड्के पारामा काट्नु सबैजनालाई बाई बाई।